फुला जस्ती बगैँचामा फुलिरहने मेरी माया आउनुहोस् साथीहरू यस्तो राम्रो छ कुरै छाडिदिएर त दुईटा तिमीहरूलाई अहिले त्यहीँ भयो भने यिनीहरू यस्तो खाँदैछ वाउ मप्सम चाहिँ भर्खर खुल्दैछ साथीहरू छोटा छोटा यस्तो राम्रो देखियो है यहाँ यो चिक्क्यु चाहिँ के गर्दैछ आम्मामा हँसारै मार्छ यस्तो राम्रो खुल्यो है साथीहरू वाउ सो बिहाइन्ड द सिन वाउ यस्तो राम्रो धरान देखिन्छ सो तपाईँहरू पनि आउनु होला यहाँ बादल फुरुरु यिनीहरूको आउटफिट चाहिँ कुरै नगरौँ क्या रन फास्ट प्लिज फास्ट टिपेर लगिदिनु कि क्या हो एक्साइटेड भएर हिँड्दै हुनुहुन्छ उहाँहरू देख्न सक्नुहुन्छ यिनीहरू चाहिँ यहाँ यसरी हेर्दैछ है बल्ल खुलो के धरान एकचोटि त हामी धरान हेरिरहेछौँ त्यहाँ धरान छ है त्यहाँ के भयो भन्दाखेरि गाउँको सोझा साझा मान्छेले हामी बजारको जान्ने बाटोलाई झुक्कायो के भनेको मलाई दिदीले खेद्छ एकपल्ट आइसक्यौँ होइन अब केही छैन अब कसैले करायो भने पनि केही छैन हामीले त यहाँको भ्यूहरू पनि हेऱ्यौँ साथीहरू यस्तो राम्रो छ हेलो एभ्रिवान सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि म अर्को न्यू ब्लग लिएर आइसकेको छु साथीहरू र आज चाहिँ स्याटरडे रहेको छ र हामी चाहिँ आज चाहिँ धरानको रियल भ्यू पोइन्ट घुम्न जान लागेको सो त्यहाँबाट चाहिँ एकदमै लिटरली एकदमै राम्रो देखिन्छ कि धरान चाहिँ सो तपाईँहरूलाई म त देखाइ नै हाल्नेछु तर भिडियो चाहिँ स्किप नगरिकन हेर्नुपर्ने हुन्छ है त साथीहरू ल लेट्स सी धरानको जङ्गल यस्तो राम्रो भएको छ है बाक्रे छ त्यो धरानको जङ्गल धरान र इटोरीको जङ्गल हो यो चाहिँ फेरि यस्तो राम्रो भएको छ अस्ति त यस्तो राम्रो थिएन त अन्त यस्तो राम्रो भएछ यो अस्ति तर गाडीमा हिँडेर अस्ति त यो घाँसहरू नै थिएन अहिले त घाँसहरू पलाएर बाफ्रे कस्तो राम्रो भएछ कि फाइनली हामी चाहिँ धरानमा आइसक्यौँ अब यहाँ एकैछिन हामी रेस्ट गर्छौँ खाजा खान्छौँ सो यहाँ चाहिँ कार्यक्रम पनि चलिरहेको रहेछ यस्तो चलिरहेको रहेछ सो यहाँनिर चाहिँ कहिले आज भोलितिरै कार्यक्रम रहेछ सो अब हामी धरानको मिठो चटपटे त्यस पछाडिबाट थुक्पा खाएर चाहिँ हामी लाग्छौँ भ्यू पोइन्टतिर साथीहरू धरानको चटपटे स्पेसल सो हामी चाहिँ खाँदैछौँ यो गिलो फाइनली साथीहरू हामी चाहिँ आइसक्यौँ अब हामी यहाँदेखि सिधै यसरी जाँदैछौँ हामी डक्टर साङहरू अस्ति देखिरहेको थियौँ सरी नै यता अफरोड बाटो जानु हुँदैछ सो हामी पनि जाँदैछौँ है साथीहरू सो गाइज हामी चाहिँ अहिले यहाँबाट यहाँ तल एउटा मेन रोड छ होइन यताबाट भोजपुर कता कता जान्छ हामी चाहिँ यो बाटोबाट आइरहेको छौँ यो बाटोबाट हामी अब कहाँ पुग्छौँ भन्दाखेरि एउटा चौरमा फुटबल खेल्ने ग्राउन्ड के छ अरे आएर गाइज म यतिकै जाँदैछु अस्ति र डक्टर साङ्गानी गाउँले पनि गएको थियो अरे म त कस्तै बोल्दाखेरि सास बढेको अन्त यस अनि त्यसरी यहाँ दुईजना चाहिँ हिँड्दै हुनुहुन्छ सुई एकदम एक्साइटेड भएर सुपर एक्साइटेड भएर हिँड्दै हुनुहुन्छ उहाँहरू देख्न सक्नुहुन्छ वाउ सो ह्याप्पी देखिँदैछ म चाहिँ यहाँनिर के भन्नु है अब म चाहिँ यहाँ माथि चौर छ नि फुटबल खेल्ने कहाँ हो यही बाटो जाने हो कति लाग्छ हामी घुम्नु गएको हो कि बाजे घुम्नु अन्त हामी घुम्नु गएको है पछि हामी सोध्दै जाँदैछौँ है गाइज यसरी भाइ सी यु क्यान सी हियर बफेलो
डोरीलाई चाहिँ यसरी नाङ्नु पर्ने हुन्छ कत्रो जुम भइरहेको रहेछ यार मलाई झन्डै हानो भैँसीले अब आउँदै थिएँ नि त हौ म त गएको थिइनँ आया झन्डै हानेको भैँसीले हिरोनीलाई देख्न सक्नुहुन्छ यहाँनिर आया तर लागेपछि कहाँबाट देखिन्छ कहीँबाट पनि देखिन्छ यहाँ पनि एक दुईवटा घरघरहरू रहेछ हामी चाहिँ we are on the way guys हामी चाहिँ अहिले भरै आइपुगेर भेट्छौँ यिनीहरू चाहिँ म यसरी हिँड्दैछ होइन यिनीहरूको आउटफिट चाहिँ कुरै नगरौँ क्या तिमीहरू त माइगर साथीहरू कटर के हो हामीले त यो पाहाडमा पहिले देखेको होइन ओहो कटर त यति धेरै रहेछ वा अर्को पनि ठुलो रुख पनि रहेछ क्या हो तिमी पनि आउनु कस्तो लाग्छ तिमीहरूलाई अहिले त्यहीँ भयो भने तिमीहरूलाई होला कटिसक्यो जा टिप्नु जा टिपेर लाने हो त है तरकारी खानुको लागि एउटा टिपे साथीहरू एउटा टिपेर लगिदिनु एउटा टिपेर लगिदिनु कि क्या हो होइन हौ भन्दैन आमामा हेर्नु चाहिँ साथी यति धेरै कटोर फलिरहेको रहेछ वा ऊ चाहिँ फेरि यस्तो छिटाउ कि छिटाउ भन्ने छ म चाहिँ आज हाँस्ने नै मात्रै परेँ है ल मैले गरिसकेँ कटार you can see guys the कटार oh guys you can see she's running please run run fast please fast wow what attractive यस्तो मजा आइरहेछ वेदरको कुरै छाड्दिउँ so guys हावा जस्तै मलाई सम्झाए अल्झाइ भन्छ कि सम्झाउँछ तिमीलाई पनि म पाहाड गएको जस्तै फिल भयो है अरूभन्दा नि यो चौर जाने चक्करमा तर केही छैन यार रिफ्रेस भयो काम गर्दा गर्दा हप्ता दिन है ओ पानी पर्यो त यतिमा सीमित भइरहेछ अहिलेसम्म पानी परिरहेछ है हामी चाहिँ गएको हामी एकदम प्लान चाहिँ हाम्रो गइ नै रहेछ यस्तो भयो होइन उफ साथीहरू पानी पर्यो सो हामी यहीँ एकछिन ओडारमा बस्यौँ सरी हिँड्दैछौँ यस्तो भयो कि यस्तो भिरहरू रहेछ है सरर संसारमा यहाँ यत्रो माथि रहेछ हौ म त रिस उठिसक्यो वेट गाइस म चाहिँ एउटा कुरा भन्न गएँ के भयो भन्दाखेरि गाउँको सोझा साझा मान्छेले हामी बजारको जान्ने बाटोलाई झुक्कायो यसो भनेर हामीलाई अहिलेसम्म हामी पुगेकै छैनौँ आजदेखि 1 घन्टा लाग्छ 20 मिनटमा होइन हामीलाई 1 घन्टै लागिसक्यो गाइस एक्सट्रिम होइन यो एक्सट्रिमलाई चाहिँ हामीले कतिवटा खाइसक्यौँ भनेपछि कन्ती नै छैन मान्छे रहेछ भनेको देखाउन त्यसलाई यहाँ चाहिँ कपाल हुनुहुँदो रहेछ के हो यो कति धेरै रहेछ फेरि पनि सरीहरूले हँसारै मार्न आँट्छ पनि धेरै चिन्ता नलिनुहोस् हामी आइसक्यौँ फाइनल्ली भन न अब
फाइनली हामी आइसक्यौँ होइन अब केही छैन अब कसैले करायो भने पनि केही छैन यही राम्रो नमस्ते हुन्छ चाहिँ आउनु अहिले सर्पले ठुक्छ सुन्नी मारा पारु के गरेको त नमस्ते गरेको नि यहाँसँग मेरो साथीहरू कडा कडा छन् हँसारै मार्छन् पाँच कन्या अनि डुम्रे आज चाहिँ हामी घुम्न आएको होइन हाइकिङ जस्तै आएको तर मलाई हाइकिङ हो भनेर थाहा छैन मलाई तर मजा तर एकदम राम्रो भइरहेछ होइन मेरो कुरा सुन न अन्त पछाडि हामी चाहिँ भेरेटारमा घुम्न भनेर आएको होइन मलाई चाहिँ त्यस्तो लागिरहेछ तर हाइकिङ जस्तो रहेछ मलाई त बढीको हामी चाहिँ होइन साथीहरू यो धरानको माथि आएको होइन यस्तो मकै बारीहरू रहेछ है यस्तो पहाडको याद आयो मलाई त यस्तो वा हेर्नु न साथीहरू लट्टेहरू रहेछ यता टमाटरहरू पनि रहेछ वा ठ्याक्कै पहाडको याद आयो मलाई त वा यस्तो राम्रो घरमा आइसक्यौँ हामी त वा के हो यस्तो यो गाउँली डाक्टर ससाङहरूको फलो गरेको त हिँड न माथि हौ यस्तो घर रहेछ ठिकै बाटो आएछौँ नि धन्न तेर्सो गएनौँ रहेछौँ हामी वा अर्कै आनन्द वा यही हो धरान देखिन्छ नि अब के गर्नु ढुसे लागेर कसम भनेको धरान देखिन्थ्यो यहाँबाट तेरो छोडेर छोडिदिउँ सरर बादलले त के यस्तो बादल लाग्यो बादल एक जाऊ हट जाऊ एकताली हट जाऊ बादल प्लिज बादल एकचोटि हटिदेऊ यहाँदेखि धरान देखिन्थ्यो क्या यिनीहरू चाहिँ जोड खाँदैछ है आम्बो के आएको तिमीहरू तेरिका मलाई चाहिँ नदिकन यिनीहरू यस्तो खाँदैछ वा मपसम चाहिँ भर्खर खुल्दैछ साथीहरू यहाँनिर डाक्टर ससाङ गाउँलीहरू आउनु भएको थियो कि यहाँनिर चाहिँ यस्तो योमा चाहिँ होइन यहाँ धरान छ कि साथीहरू तपाईँहरूलाई देखाउनु भनेको थिएन तर हेर्नु त बादल आज त के हो स्याटरडे त पुरै यस्तो ढुस्यो क्या म त यस्तो मनदेखि छुट्टिरहेको यिनीहरू चाहिँ यहाँ बसेर गम खाँदैछ म त नसक्ने भएँ हामी चाहिँ पानी परेर है यहाँनिर बसिरहेछौँ अब देख्न सक्नुहुन्छ एउटै छातामा हामी चाहिँ यहाँ हेर्नु त एउटै छातामा हामी तिनजना कोप्चिएर बसिरहेछौँ दुःख मन के छ भने आजलाई हामीलाई यो बादलहरूले चाहिँ साथ दिएन हामीलाई दुश्मन चाहिँ बादलमा यो ठिकै छ अब जिन्दगी यतिकै नि सहनै पर्छ ल गाइज ठिकै छ गाइज हामी यहाँ आएको खासमा चाहिँ यहाँ तलको यो भ्यू हेर्नु आएको धरानको होइन तर है देखिएन हामी अहिलेसम्म बस्यौँ तर देखिएन त्यही भएर अब चाहिँ हामी फर्किनुको लागि तर्खर गर्दैछौँ दुई ती केटीहरू चाहिँ यहाँनिर अल्छी मानेर बसिरहेछौँ हामीले चाहिँ चट्ट फोटोसोटो खिचिसक्यौँ अनि त्यस पछाडि अब जान लाटेको है अनि उहाँहरू चाहिँ बसिरहेको छौँ कस्तो लाग्यो त आज भनिदेऊ त अशिषमा एकदमै राम्रो है ठाउँ चाहिँ एकदमै राम्रो तर देखिएन एकदम धरानै देखिएन एकदम के भन्ने कि म त यस्तो कुनै भएन हौ तर गाइज राम्रो चाहिँ राम्रो थियो है हेर्न सक्नुहुन्छ भ्यू यदि यहाँनिर चाहिँ यो बादल नभएको भएदेखि एकदमै राम्रो देखिन्थ्यो होइन तर बादल देखिन के छैन कति बेला यु क्यान सी गाइज हियर यहाँनिर पिकनिकमा नि आउनु भएको छ वेदर चाहिँ आज एकदम राम्रो भएको है तर हामी खासमा भन्ने हो भने चाहिँ हामी के भन्छ यो धरानको भ्यू हेर्न आएको है त्यहाँ पुरा धरान देखिन्थ्यो तर आज केही छैन चक्कसँगले यहाँ यसरी बसी पनि राख्नु भएको छ यहाँ छ हाम्रा सुपुत्रञ्चनहरू चाहिँ कस्तो धरानै देखिएन हौ छ्या धेरै भए पनि धरान हेर्ने भनेर बसिरहेछ
ल जाने बेला निस्किन्छ धरान पनि हेर्नु त ऊ बसेको अहिलेसम्म तर देखिएन त्यही पनि केही छैन उनीहरू चाहिँ यहाँनिर बसि नै रहेछ हेर्दै बसिरहेछ यता हेर्नुहोस् कस्तो लाग्यो कति बेला खुल्छ भनेर हामी धरान हेरेर बसेको खुल्दैन हामी कति 1-2 बजे आएको होला अहिले कति बज्यो 5-5:30 भयो होला मेबी तर पनि खुलेको छैन है अनफर्चुनेटली गाइज वी आर अनलकी कस्तो लागिरहेछ एकदम स्याड हामी 3जना यहाँनिर त्यस्तो धरानमा चाहिँ बसेको धरान हेरेर हामी धरान हेरिरहेछौँ त्यहाँ धरान छ है तपाईँहरू देख्न सक्नुहुन्छ एउटा घरदेखि त्यहाँ छ धरान चाहिँ धरानै गाइज धरान यो बत्ती धरान देखिन्छ कि साथी देखियो होइन यिनीहरू चाहिँ यहाँ यसरी हेर्दैछ है बल्ल खुलो के धरान यस्तो राम्रो देखिन्छ तपाईँहरू पनि आउनु होला है हामी चाहिँ डाक्टर ससँग गाउँलीको भिडियो हेरेर नै आएको हो यस्तो राम्रो छ तर रियलमा यस्तो राम्रो देखिन्छ होइन साथीहरू तर यो अहिले यहाँनिर चाहिँ खासै वाउ चाहिँ देखेन तर रियलमा चाहिँ ओभर दामी देखिने रहेछ सेता दाई भाइहरू पनि टाढै टाढा छ यस्तो राम्रो देखियो है अहिलेसम्म आउनु भएको थिएन ए म त तपाईँहरू त आउँदाखेरि भएको होला भन्ने ठानिरहेको थिएँ अलिअलि देखिरहेछ है गाइज यहाँनिर अब हामी हिँड्नु आँटेको बेला देखियो अलिअलि देखियो त्यही पनि हामी अब नदेखिनु भन्दा यतिको देखियो अब हामी हेरेर जान्छौँ 4-5 घन्टा पछाडि यस्तो हामीले त के हो यो हिराकै वेट गरे जस्तो छ त हौ गाइज धरान अब हामी तल झर्छौँ अनि यता जान्छौँ त्यही हो कि ल अब हामी चाहिँ होइन धरान यहीँ छ धरान है धरान है गाइज बल्ल बल्ल यत्रो हिँडेर आएको थियौँ धरानको यो भ्यू हेर्नुको लागि तर देखेको थिएन हामी अब जाने भनेर रेडी परिसकेको थियौँ लास्टमा देख्यो त्यही पनि यस्तो देखिरहेछ त्यही पनि तिमी बोलेको जानिन्छ क्या त्यहाँनिर छोडा यस्तो राम्रो देखियो है यहाँ यो चिक्क्यु चाहिँ के गर्दैछ आम्मामा हँसानै मार्छ यस्तो राम्रो खुल्यो है साथीहरू वाउ सो बिहाइन्ड द सिन वाउ यस्तो राम्रो धरान देखिन्छ सो तपाईँहरू पनि आउनु होला यहाँ बादल फुरुरु उड्दैछ वाउ यस्तो राम्रो छ है सुरुरुरुरुरुरु महेरा हुरुरुरु यहाँ आउँदा त कस्तो म सबै भुलिने रहेछ यहाँ साथीहरू सबै यिनीहरू चाहिँ यहाँ माथि पुगिसक्यो म पनि जान्छु अब त्यही त बेलुका खुलिने रहेछ के वाउ यस्तो राम्रो देखियो है साथीहरू कुरै छाडिदिउँ मजाले साथी उहाँहरू चाहिँ यस्तो सेक्वा पोलेर होइन गिटार गीत गाउनु हुँदैछ कति रमाइलो के जाऊ यस्तो मजा है अनि पुरा यस्तो छ क्या धरान वाउ यस्तो राम्रो तपाईँहरू पनि आउनु पर्ने हुन्छ है साथीहरू यस्तो राम्रो छ कुनै छाडिदिउँ कि म त डाक्टर ससँग गाउँलीको भिडियो हेरेर म पनि इन्सपायर भएर आएको हो कि वाउ के पो गाउनु न हौ अर्कै गीत गाउनु पर्यो कि यो मासु चाहिँ हामीलाई नदिने वाउ हावा जस्तै गीत गाउनु न मन सपोर्ट गर्छु प्रिमाया फुला जस्तै बगैँचामा फुलिरहने मेरी माया चम्किने ताराहरूमा चम्किने जान मेरी माया आउनुहोस् साथीहरू यस्तो राम्रो छ कुरै छाडिदिउँ पानी पनि राम सबै बोकेर राम भएछ त क्यारेटै ल मेरो साथीहरू सबै बोकेर राम पऱ्यो कि अब चाहिँ ल बोलाउने त कुरा भइहाल्यो नि ल
ल ल हामीले त यहाँको भ्यूहरू पनि हेऱ्यौँ साथीहरू यस्तो राम्रो छ। अब चाहिँ हामी यहाँबाट जान्छौँ, टाढो छ हामी पुग्नलाई। ल जाम ल। वा यस्तो राम्रो आउँदैछ है। यहाँ छिटो छिटो गरेर फर्किँदैछौँ किन भन्दाखेरि अब रात परिसक्यो कि गाइस, अब के गर्नु है। म त मार्छ मलाई अब घरमा है, साँच्ची भनेको मलाई दिदीले खेद्छ एकपल्ट। ए माथि पुगेर पनि यसरी आइसक्यौँ। यस्तो राम्रो धरानको नेचर छ। सुरुरुरुरु यिनीहरू यसरी यहाँ बसिरहेछन्। ल अब हामी जान्छौँ सरर। सो फाइनली साथीहरू हामी चाहिँ माथि धरानको भ्यू पोइन्ट पुगेर पनि धरानको भ्यू हेरेर पनि आइसक्यौँ। र आज चाहिँ वेदर चाहिँ एकदमै राम्रो, नेचर चाहिँ एकदमै राम्रो भइरहेको थियो। सो जाँदाखेरि चाहिँ पानी परेको थियो होइन, तर हामी कस्तो स्याड भइरहेको थियौँ। तर बेलुकाखेरि चाहिँ वेदर पनि खुल्यो, धरान पनि यस्तो राम्रो देखियो, यस्तो मजा भयो कि कुरै छाड्दिनँ। आजको स्याटरडे चाहिँ एकदमै धेरै रमाइलो भयो। कुरै माइन्ड चाहिँ झुर भइरहेको थियो कि गर्मीले कस्तो भइरहेको थियो। आज अनि हामी चाहिँ सबैजना साथीहरू प्लान गरेर त आएको होइन, यस्तो रमाइलो भयो कि कुरै छाड्दिउँ। र तपाईँहरू पनि त्यो ठाउँमा चाहिँ जानुपर्ने हुन्छ है साथीहरू, यस्तो राम्रो छ। र तपाईँहरूले पनि भिडियो चाहिँ स्किप नगरिकन हेर्नु भयो नै होला। सबैजनाले कमेन्टमा कमेन्ट चाहिँ गर्नु होला है साथीहरू। यस्तो राम्रो छ कि त्यो त्यहाँको भ्यूहरू यस्तो राम्रो छ। र तपाईँहरू पनि त्यो ठाउँमा चाहिँ जानुपर्ने हुन्छ है। धरान चाहिँ यस्तो राम्रो र तपाईँहरूको माइन्ड चाहिँ एकदम कस्तो झुर भइरहेछ भने चाहिँ त्यहाँ गएपछि चाहिँ एकदम फ्रेस हुन्छ क्या साथीहरू। यस्तो माइन्ड हामी चाहिँ गर्मी भएर यस्तो भइरहेको थियो होइन, तर त्यहाँ आएर गएपछि चाहिँ यस्तो माइन्ड नै फ्रेस भयो। र साथीहरू म अर्को भिडियो लिएर आउने नै छु। र सबैजना साथीहरू स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला भन्दै म अर्को भिडियो लिएर आउने नै छु साथीहरू। बाई बाई।